हेलो अनि नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो यो चाहिँ मेरो पहिलो भ्लग हो। अनि त्यसपछि राम्रो हुन्छ कि हुन्न थाहा छैन। सुरुवातमा कसले सक्छ र त्यही भएर म पनि अब सानो सानोबाट सिक्दै जान्छु। अनि त्यसपछि स्वागत छ तपाईँहरूलाई मेरो पहिलो भ्लगमा। अनि आज चाहिँ म काममा जान गएको छु। मेरो काम चाहिँ कोरियामा, म एकछिन देखाउँछु ल काम भनेर। हेर्दै बस्नु तपाईँहरू के काम भनेर। अनि कोही साथीहरू चाहिँ अगाडि गइसक्यो, कोही चाहिँ पछाडि छन्। अनि अहिले चाहिँ म एक्लै छु। अनि यहाँ चाहिँ चिसो अहिलेसम्म पनि गएको छैन कि, अब गयो भन्ने बेला फेरि पनि चिसो बढेर रुगा लागेको छ। अनि त्यही भएर आवाज फेरिसकेको छ। काम गर्ने हाउसहरू चाहिँ यिनीहरू नै हो। हामी चाहिँ आफ्नो खानाहरू राखेर यहाँ खान्छौँ। यो भित्र चाहिँ हामीले काम गर्छौँ। हामी चाहिँ आइसक्यो हाउसभित्र। अनि चाहिँ पात बान्ने डोरी, अनि यो चाहिँ तक, अनि यस्तो थाल्को छ पानी। किनकि अलिक चिसो छ नि, त्यही भएर। अनि हामी चाहिँ थाल्को पानी पनि लिएर आउँछौँ। दिदीले चाहिँ काम सुरु गरिसक्नुभयो। हेलो भन्नु उता छिन्जेनी छ, अनि उता हुनुहुन्छ अरू दिदीहरू। अब म पनि काम सुरु गर्छु। काम चाहिँ कस्तो छ भन्दा पातलाई चाहिँ यसरी बाँड्नुपर्छ। यो चाहिँ सिलामको पात चिन्नुहुन्छ होला कतिले। मलाई चाहिँ रुगा लागेर नाकमा चाहिँ सिकाले चाहिँ मलाई कहिले पनि छोड्दैन, त्यही भएर चाहिँ मलाई रुगा लागिरहेको थियो चिसो बढेर। अहिले चाहिँ हामीले 10 पत्ते टिप्छौँ। अहिले चाहिँ हाम्रो नास्ता खाने समय। खानुभयो नास्ता? खानुभयो नास्ता? के अरे नास्ता खानुभयो भने? नास्ता खाइसके। एउटा डल्लो स्याउ अनि थर्मस पानी सब खाइ सब। त त्योहरू पनि खाएर खाएको छ। अब म पनि खान्छु। आज चाहिँ मेरो नास्तामा छ कस्तो नखोज्छ होला, टुन्न भयो म त। यो चाहिँ तक, अगाएकै टुन्न भयो। अनि चाहिँ तातो पानी। हाम्रो नास्ता खाने भन्ने समय चाहिँ हुन्न, झन् मलाई खोज्यो। हामी चाहिँ आफै अब जति बेला भोक लाग्छ त्यति बेला खान्छौँ। त्यसै त यो चाहिँ चामलदेखि बनाएको। हाम्रो चाहिँ 12 बजी। अब हामी चाहिँ खाना खान जान्छौँ। अब मनिषा जाऊँ ल। गयौँ ल साथीहरू। हामीले चाहिँ यति धेरै हाउस टिपिसक्यौँ 2 दिनमा। पुतली हे कुर्सी ल्याउने भनेर बिर्सेर आयो। फेरि कुर्सी काट्ने भनेको थिएँ। चाहिँ हाम्रो बगैँचा बारी। किन अनि म यही बस्छु भात नखानेर? के कुरा गर्छु कि दिनसाले मलाई भात नखाने विचार गरिन् कि क्या? हामी चाहिँ आइसक्यौँ खाना खान। मेरो साथीहरूले भात खाँदै हुनुहुन्छ। म चाहिँ हातले नै खान्छु है। यो चाहिँ मेरो तरकारी आलु र च्याउको। म चाहिँ हातले नै खान्छु, मलाई चाहिँ चम्चाले खान मन पर्दैन। खाना खाने समय चाहिँ जम्मा 40 मिनट मात्रै हो। आँखा झिमिक मलाई गएर 40 मिनट एकछिनमै जान्छ। आइसक्यो फेरि पुरानो स्थितिमा गन्तव्यमा। हाम्रो सबै चाहिँ कति धनी, कति धेरै ट्र्याक्टरहरू छ, कति धनी हामीहरू। देख्नुभयो? देख्नु साथीहरू कति धनी छ हामी त। अनि सबै खेतहरू। मेरो कल्पनामा कहिले पनि यस्तो थिएन कोरिया मेरो कल्पनामा बेग्लै थियो भन्छन् नि। कस्तो थियो तपाईँको कल्पनामा कोरिया? तपाईँको कल्पनामा कोरिया कस्तो थियो? कोरिया यस्तो चाहिँ थिएन। कस्तो थियो कोरिया? यस्तो चाहिँ मेरो सोचमा त झन् यत्रो अग्ला बिल्डिङ, चिल्ला रोडहरू। जो त चिल्लो रोड, यत्रो बिल्डिङ। अनि सुन, अनि
अनि त्यसपछि म चाहिँ टक्क ट्रेन चढेर होइन टक्क हुन्छ नि फिल्महरूमा देखाउँछ नि त्यो टाइपले जान्छु होला काममा। यदि कोही सिलङको बादमा काम तपाईँहरूको सिलङको बादमा इस्यु भएको छ भने घरदेखि नै पुरै तगडा भएर आउनै, टन्न घिउ र भात धेरै खाएर आउनु। नखाओबारे घिउ र भात केही हुन्न। हात चाहिँ यस्तो गरेर बिहानदेखि साँच्चै यस्तो गरिराख नि पोजिसनमा बस्नु सिकेर आउने। नत्र त भोटेहरूले मारिदिन्छ। अनि तपाईँहरूलाई यो टोइलेटको बारेमा थाहा नै छ होला, कृषिमा काम गर्ने साथीहरूलाई यो टोइलेटको बारेमा वर्णन गर्नुपर्छ जस्तो लागेन मलाई। त्यही त विशेष त थाहा छ यो टोइलेटको बारेमा कस्तो हुन्छ। जति हेर्दा कति राम्रो हुन्छ नि कोरियनहरू टोइलेट कति फुट्छ। त्यो त हाम्रो नेपालको सार्वजनिक टोइलेट नै राम्रो हुन्छ। त्यो चाहिँ मेरो पहिलो भिडियो अनि नराम्रो हुन्छ मलाई थाहा छ। कहाँ कहाँ बिग्रिन्छ के गरेर सुधार्नु पर्ने भनिदिनु होला साथीहरू, किनकि सबै कुरा गल्तीबाट नै सिक्ने हो। चाहिँ घर आएर भात खाएर अहिले डोरी गन नलाउनु भएको छ दिदीले। अर्को साथी चाहिँ उता छिन् भात नखाऊ त्यही गर्दै बस्छ। म पनि गर्छु यति डोरी, मेरो चाहिँ यति गन्ने छ। यो चाहिँ मुठा चाहिँ 100वटा बनाउनुपर्छ। जतिवटा बनाए पनि हुन्छ, एकैचोटि 1000को बनाए पनि हुन्छ, 1500को बनाए पनि हुन्छ एकैचोटि। आजको मेरो दिन चाहिँ काममा यसरी नै बित्यो। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। अब चाहिँ बाई बाई।